दिने अनि मिटर ब्याजको पैसा हिसाब गरेर चेकमा खाली चेक साइन गर्ने मिटर ब्याजको हिसाबलाई लिएर कागज चाहिँ मिडियाले खिच्दा हुन्छ हुन्छ यो अदालतमा पनि केस पुगिसकेको छ सर कसैको घरविहीन भइसकेको छ उहाँ दिदी आमाको 58 वर्षको आमा हुनुहुन्छ उहाँको चाहिँ मुद्दासम्म पुगिसकेको छ तर उहाँले चाहिँ सम्पूर्ण हिसाब मिटर ब्याज सहीकडा 1 लाख दिँदाखेरि 25,000 20,000 काटेर चाहिँ त्यो हिसाबले चाहिँ गर्नुभएको रहेछ उहाँहरू चाहिँ डरले भागी हिँड्ने उहाँ आमाहरू उहाँ दिदी मिटर ब्याजमा पैसा लगायो तपाईँहरू सबैजना पीडित ओके अनि किन त्यो तत्छ लाग्नु तपाईँहरू होइन चलाउन चाहिँ पहिला मिटर ब्याजमा चलाउनु भएको होइन पछि तिर्न नसक्दा चाहिँ मिटर ब्याजको हिसाब गरेर कागज गराउने चेक लिने त्यस्तो गर्नुभएछ तपाईँहरू पीडित चाहिँ कतिजना हामी कति यहाँ लेखाएको छ 13 जना लेखाएको छ 14 जना मेरो चाहिँ चेक चोरेर चाहिँ मेरो आफ्नो खुसी भरेर चाहिँ उहाँले मुद्दा लाउनु भएछ अनि त्यहाँबाट चाहिँ मेरो उसमा चाहिँ मेरो समूहलाई मैले साथीहरूलाई समेटेर चाहिँ अहिले यो ठाउँमा हामी आइपुग्यौँ यो ठाउँमा नभएर सर हामी ठिक छ म त्यो मान्छेलाई झिकाउँछु हजुर झिकाउने हजुर सर छलफल गरौँ मिल्यो भने कता कता मिलेन भने हामी त्यही नै खोज्दै आएको छ होइन हुन्छ सर तपाईँ यहाँ आइसकेपछि मैले उसलाई बोलाउनु सक्छु